नमस्ते, म रिता विश्वास। म काठमाडौँ युनिभर्सिटीमा मास्टर इन ट्रेनिङ एन्ड डेभलपमेन्टमा अध्ययनरत छु। आज थ्योरी एन्ड प्र्याक्टिस इन एजुकेसन भित्रको असाइनमेन्ट अन्तर्गत थ्योरीलाई कनेक्ट गरेर सेसन डिजाइनिङमा ट्रेनिङ इन लिडरसिप फर रिटर्निङ माइग्रेन्ट वर्कर नेटवर्क मेम्बर्सको लागि म प्रस्तुति दिन गइरहेको छु। ट्रेनिङ इन लिडरसिप यो सेसन 2 घण्टा 10 मिनटको रहनेछ। यसमा 20 जनाको सहभागिता रहनेछ। रिटर्निङ माइग्रेन्ट नेटवर्कमा चाहिँ विशेष गरिकन वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको समूह हो। यो समूहले चाहिँ युनाइट भएर विभिन्न सवालहरूमा चाहिँ आफ्नो भोइसलाई रेज गर्छ। विशेष गरिकन सोसियल रिइन्टिग्रेसनमा डिस्क्रिमिनेसन, स्टिग्मा एन्ड चिटिङ केसलाई चाहिँ आफ्नो भोइसहरू रेज गर्छ भने इकोनोमिक रिइन्टिग्रेसन, सेल्फ इम्प्लोइमेन्ट र जबसँग लिङ्केज गर्ने काममा चाहिँ सहयोग गरिरहेको छ। र यो सेसन डिजाइनिङ गर्दाखेरि थ्योरिटिकल फ्रेमवर्क गाइडिङ र ट्रेनिङको हिसाबले एडल्ट लर्निङ थ्योरीलाई आधार बनाइएको छ। यो थ्योरी माल्कोम नोन्स भन्ने व्यक्तिले चाहिँ पपुलराइज गरेको छ र उहाँको भनाइअनुसार चाहिँ एडल्टहरू चाहिँ बालबालिकाभन्दा फरक ढङ्गले सिक्छ र यसको चाहिँ कोर प्रिन्सिपलको आधारमा सेल्फ डिरेक्टेड लर्निङ, एक्सपिरियन्स एज अ रिसोर्स, readiness to learn, problem center orientation, internal motivation, need to know को आधारमा यो सेसन डिजाइन गरिएको छ। ट्रेनिङको सेसनलाई थ्योरीसँग कनेक्ट गर्नको लागि रियल लाइफ सिचुएसनहरूको उदाहरणहरू प्रस्तुत गरेको छ, जसमा चाहिँ रिटर्निङ नेटवर्कले चाहिँ भोइसहरू रेज गर्ने, चिटिङको केसहरूमा चाहिँ एडभोकेसी गर्ने, एजेन्टको अगेन्स्टमा चाहिँ एडभोकेसीहरू गर्ने खालको इक्जाम्पलहरू दिएको छ र त्यसै गरिकन इन्करेज सेल्फ डिरेक्सनमा चाहिँ गोलहरू, एक्सन प्लानहरू बनाउने र रिटर्निङ माइग्रेन्टको नेटवर्कलाई चाहिँ संस्थागत र दिगो दिनको लागि चाहिँ स्ट्रेन्थेन गर्ने खालका उदाहरणहरू प्रस्तुत गरिएको छ र क्ल्यारिटी द गोल, जस्तै लिडरसिप कस्तो खालको हुनुपर्छ त नेटवर्कको, त्योसँग सम्बन्धित च्यालेन्जहरू के छ त रियल लाइफमा हुँदै गर्दाखेरिको कुरामा चाहिँ क्ल्यारिटी दिएको छ र त्यसै गरिकन रियल लर्निङ र एक्सपिरियन्सहरूलाई चाहिँ आधारमा नयाँ लर्निङहरूलाई चाहिँ इक्जाम्पलको रूपमा प्रस्तुत गरिएको छ र रोलहरू प्ले गरेर उहाँहरूको चाहिँ लिडरसिपको रोल के हुनसक्छ र लिडरसिप हुँदै गर्दाखेरि कस्ता खालका समस्याहरू आउँछन् त, ती समस्याहरूलाई चाहिँ कसरी फेस गर्न सकिन्छ, रोल प्लेको भूमिकाबाट चाहिँ क्लियरिटी गर्न सकिन्छ। त्यसै गरिकन क्लियर फ्रेमवर्क र टुल्सलाई अभ्यास गर्नको लागि चाहिँ एक्सन प्लानहरू डिजाइन गर्ने र त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्ने खालका मेथडहरू चाहिँ प्रयोग गरिएको छ। अब्जेक्टिभ चाहिँ इम्प्रुभ अन्डरस्ट्यान्डिङ अफ लिडरसिप रोल, आइडेन्टिफिकेसन अफ लिडरसिप रोल्स इन द नेटवर्क। यो सेसन ग्याग्नेज 9 इभेन्ट्सको मोडलबाट डिजाइन गरिएको छ। पहिलो एक्टिभिटिज गेन एटेन्सनमा वार्म अप एक्टिभिटिज गर्ने, वेलकम एन्ड इन्ट्रोडक्सन गर्ने। यसमा चाहिँ पार्टिसिपेन्ट्सले आफ्नो पिक्चरमा चाहिँ सेल्फ फिचर झल्किने गरी ड्र गर्नेछ र सो ड्र गरेको पिक्चरको आधारमा चाहिँ आफ्नो इन्ट्रोडक्सन दिनेछ। यो सेसन 10 मिनटको रहनेछ र अर्को एक्टिभिटिजको रूपमा इन्फर्म अब्जेक्टिभ अन्तर्गत 10 मिनटको सेसन रहनेछ, जसमा चाहिँ एक्सपेक्टेसनको म्यापिङ गरी र अब्जेक्टिभलाई चाहिँ सेयरिङ गर्नेछ। मेटा कार्डमा एक्सपेक्टेसन कलेक्ट गर्नेछ र पिपिटीबाट चाहिँ अब्जेक्टिभ सेयरिङ गर्नेछ र अर्को एक्टिभिटिजको रूपमा चाहिँ स्टिमुलेट रिकलमा चाहिँ पार्टिसिपेन्ट्सको एक्सपिरियन्सलाई सेयरिङ गर्नेछ अनि ब्रेन स्टोरिङ गरेर सेल्फ अनुभवलाई चाहिँ सबैमाझ प्रस्तुत गर्नेछ। अनि प्रेजेन्ट कन्टेन्ट अन्तर्गत लिडरसिपको बारेमा र यसले चाहिँ नेटवर्क्समा चाहिँ कसरी प्रयोग गरिन्छ भनेर पिपिटी मार्फत प्रेजेन्ट गर्नेछ र लिडरसिपको स्टाइल कस्तो हुन्छ त एउटा सफल नेतृत्व दिनको लागि चाहिँ सर्ट भिडियो प्रेजेन्टेसनद्वारा चाहिँ क्लियर पारिनेछ र लिडरसिपको च्यालेन्जलाई चाहिँ ग्रुप डिस्कसन मार्फत प्रस्तुतिकरण गरिनेछ। अनि प्रोभाइड गाइडेन्समा यो 3C फ्रेमवर्क क्ल्यारिटी, कोलाबोरेसन एन्ड कमिटमेन्ट मार्फत पिपिटी र सर्ट भिडियो प्रेजेन्टेसन गरी एउटा लिडरसिपको बारेमा चाहिँ टिप्सहरू दिइनेछ। अनि इलिट पर्फर्मेन्स अन्तर्गत चाहिँ 4वटा ग्रुपमा डिभाइड गरेर उहाँहरूलाई चाहिँ रोल प्ले गर्न लगाइन्छ, जुन चाहिँ नेटवर्कमा चाहिँ भइरहेका कन्फ्लिक्टहरूलाई कसरी ह्यान्डल गर्न सकिन्छ भन्ने सम्बन्धमा चाहिँ भूमिका प्रस्तुत गर्नेछ।
र सो भूमिका प्रस्तुत गरिसके पछाडि पहिलो ग्रुपलाई दोस्रो ग्रुपले, दोस्रो ग्रुपलाई तेस्रो ग्रुपले, तेस्रो ग्रुपलाई चौथो ग्रुपले र चौथो ग्रुपलाई फर्स्ट ग्रुपले चाहिँ स्यान्डविच मोडलबाट फिडब्याकहरू दिइनेछ। त्यसै गरिकन पर्फर्मेन्सलाई एसेस गर्नको लागि चाहिँ लेमिनेटेड कार्ड थ्रु क्वेसनरहरूको चाहिँ सेटहरूद्वारा सर्च क्विज कन्टेस्ट गर्नेछ र विनरलाई चाहिँ रिवार्ड गरिनेछ। 9 नम्बरको एक्टिभिटिजमा चाहिँ इन्हेन्स रिटेन्सन रहेको छ। यो सेसन 10 मिनटको रहनेछ, जसमा चाहिँ नेटवर्कले एक्सन प्लानहरू डेभलप गर्छ र यहाँबाट फर्के पछाडि नेटवर्कमा विभिन्न किसिमका क्रियाकलापहरूलाई चाहिँ कसरी गर्ने त सो स्किललाई अभ्यास गर्नको लागि चाहिँ रियल टेम्प्लेटमा रहेर एक्सन प्लानको डिजाइन गर्छ र सोही आधारमा चाहिँ पछि इम्प्लिमेन्ट गर्नेछ। मेरो प्रस्तुति अन्त भएको छ। सबैजनाले धन्यवाद।